अगाडि ब्रिदिङको 7 पोज गर्न गइरहेको छ। लेट्स सी है त गाइस। नर्मल पोजिसन टक्क उभिने ल यसरी टक्क उभिने नर्मल पोजिसन हल्का यतिको यता अगाडि हेर्ने हल्का हिँड्दा पछाडि हल्का हल्का डाउन थोरै यसलाई हल्का आउट गर्ने है ल फ्रन्ट डबल बाइसेप यस्तो गर्ने हो राइट छ फ्रन्ट डबल बाइसेप गर्दा यो थम्स भित्र राख्ने थम्स यो भित्र राख्ने यो थम क्या थम बुढ्याउँछ है फुल गर्ने हल्का डाउन हुने भित्र पछाडि थोरै ल रिल्याक्स रिल्याक्स भन्दाखेरि फेरि नर्मल पोजिसनमा आइहाल्ने है मलाई भन्दा यता फोकस गर्नु ल ल नर्मल पोजिसनमा आइहाल्ने अब फ्रन्ट ल्याट स्ट्रेट टक्क यसो गरेर फेरि सेम पोजिसनमा टक्क ल्याएर यसरी गर्ने है यसलाई यो हाम्रो विङ्स चाहिँ यता माथि उडे जस्तो हुनु पर्यो है नहल्लिने टक्क जजलाई अगाडि हेर्ने हल्का टर्न गर्ने है नहल्लिने गुड ल रिल्याक्स भन्ने फेरि सेम गर्ने सेम अब एनी साइड चेस्ट भन्छ है एनी साइड चेस्ट तपाईँको जुन बेटर देखिन्छ चेस्ट जुन साइड बेटर देखिन्छ त्यही देखाउने है तपाईँहरूले ल एनी साइड यसरी फर्किने सिधा भयो यसलाई हल्का यो खुट्टामा राख्ने यो खुट्टा अलिक क्लोज यसले यसलाई हेमस्ट्रिङलाई पुस गर्ने है ल अब ठक्क उता लगेर ठक्क यता गर्ने है ल यसले यो चेस्टलाई पुस गरेको हुनु पर्यो फुल गर्ने हाँस्ने हल्का टर्न गर्ने है नाइस रिल्याक्स रिल्याक्स गर्ने अब पछाडि फर्किने ग्लुट टाइट गर्ने फेरि टक्क नर्मल पोजिसन टाइट गर्ने यो टाइट गर्ने नर्मल है अब फ्रन्ट ब्याक डबल बाइसेप भन्छ है ब्याक डबल बाइसेप सेम यो ग्लुट कस्ने हल्का पछाडि यसलाई गर्ने हल्का यसलाई हल्का रोटेट गर्ने यो कस्ने यो टाइट गर्ने अब माथि लाने सबै तल झार्ने बिस्तारै गर्ने यसलाई हल्का यस्तो है ल यसलाई चाहिँ भन्छ ब्याक डबल बाइसेप है रिल्याक्स गर्छ फेरि सेम पोजिसनमा हाल्ने है अब ब्याक ल्याट स्ट्रेट भन्छ सेम यसो गर्ने सुइँ यतादेखि तान्ने ठप्प तान्नु यसो गर्ने यस्तो गरेर नाइस हल्का यसलाई ढकिने टाइट गर्ने है रिल्याक्स एनी साइड ट्राइसेप भन्छ है एनी साइड ट्राइसेप देखाउनु पर्छ ल कुन साइड बेटर छ त्यो साइड देखाउने है ल यो पनि सेम यहीँनिर खुट्टामा नबिर्सिने यसलाई कस्ने टाइट गर्ने हो यसलाई पछाडि लगेर बुढी औँठामा समातिनु हो अनि पुस गर्ने हल्का टर्न यस्तरी गर्ने हल्का चेष्टा पनि हल्का यस्तरी अनि यस्तो पनि गर्न सकिन्छ है हल्का यो छ देखाउने टक्क देखाउने फेरि यहाँनिर नाइस फेरि अगाडि उठ्ने फेरि नर्मल अब एब्डोमिनल एन्ड थाइ कन्ट्र्याक्सन भन्छ है यो साइड यो पनि देखाउनु पर्यो है अब अहिले त हाम्रो छैन चाहिँ टक्क यसरी कस्ने यो थाइ कस्ने ग्लुट कस्ने यो यता माथि लाने यो चाहिँ बुढी औँठा चाहिँ यतिकोमा हुनु पर्यो है नाइस अनि ठक्क गरेर खिच्ने अगाडि अनि यसरी साइड पनि अब्लिक देखाउने नाइस फेरि आउनु नर्मल पोजिसनमा नसक्ने है अब मस्कुलर पोज भन्छ मस्कुलर पोज देखाउने है ल लास्ट पोज मस्कुलर पोज टाइट गर्ने यो सबै टाइट गरेर सबैलाई यसो गरेर देखाउने ल नाच टाइट गर्ने फेरि एक स्टेप अगाडि आउने फेरि कस्ने
नाइस। अब यसरी गरेर पनि हुन्छ है, यस्तो गरेर यस्तरी यहाँनिर समात्ने, टाइट गर, टाइट कस्ने, उता हेर्नु उता हेर्नु, नाइस। ल नर्मल गाइज, आजलाई यति नै। बडी बिल्डिङको कम्पलसरी 7 पोज चाहिँ यति नै रहेको छ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र कम्पलसरी पोज चाहिँ यतिको रहेको छ। र म नेक्स्ट टाइम चाहिँ म आफ्नै फिक्समा देखाउने छु भन्दै आजलाई यति नै। हस्त बाई, जय नेपाल, जय फिटनेस।